होइन हो जय हजुर जेठा यो तपाईको विचारमा के हाम्रो जिन्दगीमा के यो पैसा इम्पोर्टेन्ट हुन्छ कि बुढी मेरो विचारमा त जेठान पैसा इम्पोर्टेन्ट तपाईको विचारमा चाहिँ के इम्पोर्टेन्ट जस्तो लाग्छ मेरो विचारमा त बुढी इम्पोर्टेन्ट हुन्छ नि अब पैसा बरु आफूसँग नभए पनि यसो साथीभाइहरूसँग कसैसँग सापट मागे पाइन्छ तर बुढी त अब सापट मागेर दिँदैनन् कसैले हेर्नु जेठान आज राति सपनामा यमराज आउनुभयो मेरो सपनामा यमराज आउनुभयो के अनि उहाँले सोध्नुभयो तिम्रो अन्तिम इच्छा के छ भनेर मैले पनि भनिदिएँ लाज नमानी मलाई चाहिँ 14-15 वर्षको राम्री कान्छी बुढी मिलाइदिनु भनेको डरो कुट्यो नि यमराजले कुट्यो तपाईलाई होइन बुढीले कुट्यो होइन बुढीले किन कुट्यो फेरि सपनामा बरबराउने बानी छ के जेठान मेरो यमराजसँग कुरा गरेको सबै सुनेछ बुढीले तपाईले फेरि त्यो 14-15 वर्षको केटी किन माग्नु परेको थियो यमराजसित इन्ट्रेस्ट जेठान इन्ट्रेस्ट टेस्ट गर्न मन थियो के मलाई टेस्ट गर्न